आदरणीय जनसमुदाय नमस्कार। म भारत प्रवासबाट सामाजिक अभियन्ता जित। राष्ट्रपति को समक्ष पेश भएको अध्यादेश, जसमा प्राय धेरै अध्यादेशहरू पास भए तर केही अध्यादेशहरू अझ बाँकी नै छन्। खासमा यो अध्यादेशका सन्दर्भमा यो सरकारले किन अध्यादेश मार्फत काम गर्न खोज्यो भन्ने सन्दर्भमा भारतको प्रवासबाट बसेरै भए पनि नेपालको राष्ट्रिय राजनीतिलाई नजिकबाट हेरिरहेको कारणले गर्दाखेरि मेरो के विश्लेषण छ भने विगतको हाम्रो सिकाइ के रह्यो। सरकारको चाल एकदम अस्पष्ट, गैर जिम्मेवार, गैर नैतिकता अनि गलत मनोवृत्तिद्वारा निर्देशित, अलि नातावाद कृपावादमा लिप्त अनि उसको हरेक एक्टिभिटिज गतिविधिहरू सुस्त चालमा, गैर जिम्मेवारपनमा हुने भएकाले ढिला सुस्ती कर्मचारी तन्त्र, राजनीतिक तन्त्र र अरू संयन्त्रहरू पनि राज्यका अति नै सुस्त गतिमा अघि बढ्ने भएका कारणले संसद भवनको कुनै पनि छलफल विषय फगलतः एक खालको कर्मकाण्ड, एक खालको गफको आँखडा, एक खालको विवादको एउटा क्षेत्र मात्रै जस्तो लाग्थ्यो सुन्दा हो। त्यसर्थ कुनै पनि कामलाई अब छिटो छरितो जनता समक्ष सेवा सुविधा पुर्याउनु पर्ने भएका कारणले यो सरकार अब यो पुरानो अभ्यासलाई दोहोऱ्याउन चाहँदैन हो। यो सरकारले हिजोका दिनमा प्रजातन्त्र भन्यो। सुरुमा प्रजातन्त्र आयो, त्यसलाई शिशु प्रजातन्त्र भनेर अहिले सानै छ भनेर बिस्तारै त्यसलाई प्रजातन्त्रलाई शोषण गर्यो। अनि माथि आएर अलि पछाडि आएर होइन शिशु प्रजातन्त्र राजासित प्रजा र राजाको नाम यो शासनसित जोडिने शब्दावली भयो भनेर अनि लोकतन्त्र भन्न सुरु गरे हो। लोकतन्त्रमा पनि यिनीहरूले कुनै पनि समस्या आयो भने, सरकार सञ्चालनका समस्या आयो भने 12 बुँदे अर्को बुँदे समझदारी गरेर यसलाई कमिसन तन्त्रका रूपमा यसलाई विकसित गराएर गए र भ्रष्टाचार युक्त शासन व्यवस्था स्थापित गरे हो। अब त्यो हुँदाहुँदै यसको विकृतिबाट जनता वाक्क दिक्क भइसके पछाडि अब होइन, अब नेपाल लोकतान्त्रिक गणतन्त्रका पक्षमा वकालत गर्नुपर्छ भनेर हामीले गणतन्त्र ल्यायौँ। गणतन्त्रको वर्तमान संविधान लेखनका लागि 2 वर्ष कार्यकाल थियो, त्यसलाई हामीले 4 वर्ष पुनः चुनाव गरेर 4 वर्ष लम्ब्यायौँ। एउटा विधान लेख्ने कुरालाई हामीले 4 वर्ष लम्ब्यायौँ भनेदेखि यो सरकारको गति, यो सरकारको नियत, यस सरकारको दशा र दिशा कुन नियततर्फ उन्मुख छ भन्ने कुरा स्पष्ट हुन्छ। त्यसर्थ यो बालेन सरकारले अब त्यो गल्ती गर्न चाहन्न हो। विगतको गल्ती गर्न चाहन्न र आफ्नो जनतालाई दिनुपर्ने डेलिभरी चुस्त दुरुस्त छिटो छरितो दिन चाहन्छ। इभन कि आफ्ना कार्यक्रमको कार्यशैलीको आफ्नो एक्सन प्लानको दिन तोकेरै उसले आफ्ना कार्यक्रमहरू अघि बढाएको छ। अब यस सन्दर्भमा त्यही पुरानो कर्मकाण्डी तरिकाले संसदमा बहस प्रतिविपक्ष यो ठिक भएन, जो हिजो बेठिक थिए तिनीहरूले अब यो ठिक भएन भनिदिनु पर्ने अघिल्लो सरकारको कार्यक्रमलाई हो। यहाँनिरै मेरो आपत्ति हो र त्यस कारणले अध्यादेश मार्फत भारतले बालेन सरकारले फास्ट ट्र्याकबाट काम गर्न खोजिरहेको छ र यसलाई अन्यथा नलिई राष्ट्रपतिज्यूले पनि महामहिम राष्ट्रपतिज्यूले पनि यो कदमलाई सहयोग गर्नुपर्छ र देश र जनताको पक्षमा यसको कन्टेन्टमेन्टहरू, यसभित्र भएका असल मुद्दाहरू देशको पक्षमा छ कि छैन, राष्ट्रका पक्षमा छ कि छैन, अनि कुनै व्यक्ति विशेषभन्दा यो माथि छ कि त्यहाँ तल छ, यो संविधानभन्दा यो माथि छ कि तल छ, यी सबै कुराहरूलाई एनालाइज गरेर उहाँले लानुपर्छ। र यो मेरो विचारमा अध्यादेश अति नै प्रगतिशील छ र जनताको पक्षमा छ र यसलाई राष्ट्रपतिले आँखा चिम्म गरेर सदर गर्दा पनि केही आपत्ति छैन। र तसर्थ अन्तमा मेरो भनाइ के हो भने
अहिले जति पनि जग्गा सम्बन्धी विवादहरू छन्, चाहे त्यो सुकुम्बासी समस्या होस्, चाहे भ्रष्टाचारका कुराहरू हुन्, चाहे ती समाजमा रहेका बहुसङ्ख्यक नेपाली जनता जो अल्पसङ्ख्यकमा दलित समुदाय छन्, महिला समुदाय छन्, मधेसी समुदाय छन्, अल्पसङ्ख्यक समुदायहरू छन्, तराईका समुदाय छन्, यी सबैहरूको अझ पनि राज्यको मूल स्ट्रिममा, मूल प्रभावमा यिनीहरूको पहुँच हुन सकेको छैन र यिनीहरूको सम्पूर्णको पहुँचको लागि अब राज्यले जल जमिन जङ्गल जस्ता प्राकृतिक साधन स्रोतहरूको पनि न्यायोचित वितरणको खाकाहरू अगाडि ल्याओस् र नेपालमा अब कुनै पनि व्यक्ति, कुनै पनि भुइँ तहको मान्छेलाई पनि यसो राज्यले मलाई अपमान गर्यो, राज्यबाट म सेवा सुविधाबाट वञ्चित छु, राज्यको म सुकुम्बासी छु, गरिब छु भनेर भन्न नपरोस्। देश र राष्ट्र, व्यक्ति सफल भयो भने देश सफल हुने हो, देश सफल भयो भने नेतृत्व सफल हुने हो, नेतृत्व सफल भयो भने विश्वको सफलता हुने हो। यसर्थ व्यक्ति केन्द्रित र नेतृत्व केन्द्रित एउटा चाहिँ अभियानमा हामी लागौँ र सफल राष्ट्र, समुन्नत राष्ट्र र धनी र गौरवशाली राष्ट्रको पक्षमा हामी उभियौँ। हस्त, धन्यवाद।